सुदूरपश्चिमको लोकगीत र लोकगाथाहरूलाई समावेश गरिएको छ। यसको अर्थ हो नेपाल सुदूरपश्चिमको संस्कृतिले नेपालको लोक संस्कृतिमा योगदान पुर्याएको छ। यहाँकी विशिष्ट पर्व र परम्पराहरू छन्, जस्तै गौरा पर्व छ, बजाङमा विस्मृति मनाइन्छ, अछामको होरी छ, राणा थारू र ढङ्गौरा थारूहरूको आफ्नै किसिमको होरीको प्रचलन छ। हाम्रा गाउँठाउँ अनुसार समुदायहरूमा आफ्ना किसिमका विशिष्ट प्रचलनहरू छन्। ती प्रचलनहरूलाई संरक्षण गर्ने हो। त्यसलाई हामी एउटा गलत चिन्तनबाट प्रेरित छौँ। हामी सबै अहिलेको ठुलो समस्या भनेको हामी आफू ग्लोबलाइजेसनतिर जाने कि ग्लोबलाइजेसनको आहारा हामी भन्ने। अहिले हामी ग्लोबलाइजेसनको आहारा आफू बनिरहेका छौँ। स्थानीयतालाई मार्दै हामी आफू ग्लोबल हुन चाहेका छौँ। अंग्रेजहरूले ड्रम बजाउन सिकाए। ड्रम हाम्रो भारत के भी यहाँ एक लोग हैं, ड्रम भारत का ओरिजिनल बैंड है क्या? बैंड जो बजाते हैं भारत का ओरिजिनल अपना बैंड नहीं है। तुलसीदास 15वीं शताब्दी में लिखा हुआ तुलसी रामायण पढ़ो, वहाँ ढोल मृदंगी की बात आती है, ड्रम की बात नहीं आती। जब भारतमा उपनिवेश काल सुरु भयो त्यति बेला अंग्रेजहरूको त्यो आर्मीले बजाउने ब्यान्डलाई भारतमा ल्याइयो। त्यसले हामीले बिहामा बजाउने बाजा भयो। अंग्रेजहरूले ड्रम भारतमा पुर्याए, नेपालमा पुर्याए भने हाम्रो ढोल मादल दमालाई किन युरोप र अमेरिकातिर प्रसार किन नगर्यो? अन्धानुकरण गर्दै गयो। एउटा अगाडि म्याडमले त्यो रजस्वला भएको सन्दर्भमा कुरा निकाल्नुभयो। बकाइदा कर्मकाण्डीय संस्कार गर्ने विधान छ। कतिले गर्छ? पहिलोपटक रजस्वला भएपछि अन्य संस्कार कर्महरू गरे जस्तै त्यहाँ कर्मकाण्डीय संस्कार गर्ने विधान छ। अहिले तमाम मानिसहरूले बर्थडे मनाउँछौँ, जन्मदिन मनाउँछौँ। जन्मदिन मनाउने हाम्रो वैदिक परम्परा छ, सनातनी परम्परा छ। हाम्रो परम्पराले तमसोमा ज्योति कमायो भन्छ हाम्रो दर्शनले। हामी अहिले बर्थडे मनाउँदा के गरिरहेछौँ? ठिक उल्टो, अन्धकारबाट उज्यालोतिर होइन, उज्यालोलाई अन्धकारमा परिणत गर्ने फुक्ने प्रचलनमा छ। अनि पंचामृत पिलाओ भन्छ त्यहाँ। जब बर्थडे मनाया जाता है हमारे हिंदू संस्कार में क्या बोलते हैं कि पंचामृत पिलाओ। सर्वाधिक पौष्टिक तत्व भनेको पंचामृत हो। हाम्रो शरीरलाई इम्युनिटी बढाउनका लागि, एनर्जी पैदा गर्नका लागि, हाम्रो शरीरको वृद्धि र विकासका लागि सबैभन्दा बढी पौष्टिक तत्व भएको कुनै हाम्रो खाद्य वस्तु छ भने त्यो सबैले पचाउन सक्ने। 6 महिनाको बच्चादेखि लिएर 80 वर्षको वृद्धसम्मले पनि पचाउन सक्ने भनेको पञ्चामृत हो। बर्थडेमा पञ्चामृत पिलाउ भन्छ। हामी जङ्क फुड प्रयोग गरिरहेका छौँ। केक भनेको जङ्क फुड हो। त्यस्ता हामी नकारात्मकतालाई अन्धानुकरण गर्दै अन्ध तवरले स्वीकार्दै गयौँ। हाम्रो संस्कृतिलाई विकृत रूपमा त्यसलाई दबाउँदै गयौँ, छोड्दै गयौँ। राम्रा पक्षहरूलाई पनि परिवर्तनात्मक तरिकाले, सृजनात्मक तरिकाले प्रयोग गर्ने कुरा हामीले सोचेनौँ। म एउटा प्रश्न क्वेसन गर्न चाहे। अघिल्लो बहससँग जिज्ञासुजीसँग सहमत हुँदै तपाईँले भन्नुभयो बाजा, हाम्रा लोक बाजाहरू छन्, थुप्रै कुराहरू। अब बाजा बजाउने नयाँ पुस्ता विदेश पलायन हुँदैछ। अब त्यसलाई यता रोक्न र तिनै बाजाहरूबाट उहाँहरूलाई तिनैतर्फ आकर्षित गरेर उहाँहरूलाई यतै बस्ने वातावरण बनाउनका लागि के गर्नु? बिहामा बैन्ड बजाउन बन्द गरौँ। छरियाको ट्रेनिङ स्थानीय निकायहरूले वडाहरूले छरियाहरू उत्पादन गरौँ। त्यहाँ ब्यान्डवालाले 30-40 हजार लैजान्छ, छरियावालाले 40-50 हजार रुपियाँ लिन्छ। त्यो एउटा आय स्रोत हुन सक्छ। राम्रो उदाहरण। अहिले फाकाउन छोड्दै गएँ। मैले एउटा राम्रो हाम्रो बेलौली र शिवनाथ पालिकातिर एकजना ज्ञानेन्द्र राउत भन्ने भाइ छ। 4 घण्टा फाकाएर आउँछन्,
1,000 रुपियाँ मजाले कसैले नभनिकन दिन्छ। बिहा व्रतबन्धको सिजन आयो भनेपछि 40-50 हजार रुपियाँ एक सिजनमा मजाले कमाउँछ। त्यो सिकाउन मैले यता आएको हो कि शुक्लाफाटा नगरपालिकाले 5 दिने थाहा गाएको तालिम सञ्चालन गरेको छ। हामी यता पनि गरौँ। त्यो बिहा व्रतबन्ध हुन्छ भने एउटा प्रचलन चलाउँथ्यो, फोकटको खर्च, दारुमा हुने खर्च, अर्कोमा हुने खर्च, अर्कोमा हुने खर्चलाई त्यो थाहा गाउने ग्रुपलाई ल सबैले 500 रुपियाँ दिने, 1000 रुपियाँ दिने है भनेर त्यो रोजगारीको एउटा माध्यम भन्छ नि। त्यो संस्कृतिलाई परिवर्तनात्मक ढङ्गले त्यो शङ्ख बजाउनु गाउँको मात्रै काम हो भनेर सोच्ने हामी गाउँमा एउटा युवाहरूको टिम बनाएर 5 वटा शङ्ख किनिदिएर ल शङ्ख ब्यान्ड बनाऊ, नयाँ कुरा आउँछ। यो मैले अघिल्लो यो महिना हाम्रो बैतडीमा यो माघ 16 गतिको कुरा, 17-18 गतिको कुरा डोटीमा एउटा कार्यक्रम थियो। त्यहाँ भुवा र भस्सोलाई एउटा स्कुलका विद्यार्थीहरूले प्रदर्शित गरे। यदि हाम्रो यहाँको खेलकुद परिषद राम्रो हुन्थ्यो भने त्यसलाई मार्सल आर्टको रूपमा विकास गर्न सकिने गरी एउटा सरले ट्रेनिङ दिएका रहेछ। त्यो भुवा र भस्सोलाई मजाले मार्सल आर्टको कम्पिटिसनका रूपमा प्रयोग गर्न सकिने रहेछ, सृजनात्मक रूपले प्रयोग गर्ने भनेर डोटीको एउटा त्यो शिखर नगरपालिकाको एउटा स्कुलको सरले चाहिँ विद्यार्थीहरूलाई यसरी प्रशिक्षण पार्नु भएको रहेछ कि त्यहाँ स्त्रीहरूले मार्सल आर्टको शैलीमा भुवा भस्सो प्रस्तुत गरे। त्यो भुवा भस्सोलाई मार्सल आर्टको खेलको रूपमा विकास गरौँ, प्रवर्धन गर्न सकिन्छ। ती खेलाडीहरू भोलि त्यसलाई हामीले क्रमशः आफ्नो वडागत प्रतिस्पर्धा गराउँ।